हेलो गाइज वेलकम टु माई ऱ्यान्डम भ्लग पनि अब त्यही हो मैले भनिरहेको छु एभ्री भिडियोमा हैन। अब टाइम मिल्दैन, यो चाहिँ मेरो प्यासन हो अनि अब काम पनि गर्नुपर्छ हैन। अब त्यही भएर अब भ्लगिङ चाहिँ मेरो एकदमै प्यासनको सब्जेक्ट भएर चाहिँ मैले भ्लगिङ गर्न खोजिरहेको हो। टाइम दिन पास छैन। अब हेर्दाखेरि चाहिँ इजी लाग्छ क्या हामीलाई, त्यो अरूको भ्लग हेर्दाखेरि चाहिँ अझै यसमा अझै राम्रो कुराहरू ल्याइदिए, अझै कस्तो राम्रो एडिटिङ गरे हुन्थ्यो भनेर कस्तो त्यो लाग्छ हैन। तर यो मलाई चाहिँ त्यस्तो फिल हुन्थ्यो मैले जब यो भ्लगिङ गर्छु भनेर जब लाग्यो नि, ओ माई गड है, यति धेरै कुराहरू भित्र त्यहाँ टाइम लाग्छ, टाइम एकदम धेरै खर्च हुन्छ अनि एडिटिङ गर्नु पर्यो नि त अलि राम्रो गर्नलाई त हैन। तर मैले चाहिँ त्यति टाइम दिनु पाएको छैन। तर मैले चाहिँ जसको पनि मेरो उसमा युट्युबमा जसको चाहिँ मैले भिडियोहरू आउँछ मैले उहाँहरूको युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिइहाल्छु कि मैले, राइट हो है। किनकि मेरो बानी चाहिँ कस्तो छ भने सक्दो अरूलाई सपोर्ट गरौँ भन्ने छ। सो आई एक्सपेक्ट द सेम। मलाई अरू केही पनि चाहिएन, मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस् हैन। भिडियो मन परे हेरिदिनुहोस्, मन पर्दैन भने खोलेर हुन्छ नि, आफ्नो काम गर्दा पनि हुन्छ हैन, डजन्ट म्याटर। अनि त्यही हो है त गाइस। आज हामीहरू यहाँ नयाँ ठाउँमा आएको छौँ, हेर्नुहोस् कस्तो छ त। कस्तो मलाई काठमाडौँको हल्का कतातिर भन्दाखेरि कीर्तिपुरको डाँडातिर उक्लिन लास्तो भाइ के यो देखेर चाहिँ। कस्तो क्या दामी छ है मौसम आजखेरि। कालो छ, अब कालो वेदर पनि राम्रो छ कि, कालो अनि माथि जङ्गल छ। डेमी छ गाइस, डेमी। Continue for 2 kilometers. भित्र राम्रो रहेछ त, बाहिरबाट पुरानो भएर के भयो। 5 मिनट त पुगिहाल्दो रहेछ त, त्यही नजिकै पर्दो रहेछ यसको मतलब। त्यो नयाँ चाहिँ अब यस्तो डाँडा छ कि यो चाहिँ मलाई एकदमै मन परेकै हुन्छ नि। काठमाडौँको भाइब्स आउँछ यार यो माथि डाँडामा बसेर तलतिर हेर्नलाई। उता छेउतिर त बिच रहेछ नि यसलाई छेउ देख्छ है माथिबाट हेर्छ नि, यहाँबाट तल हेर्न त क्या दामी देख्छ क्या। अस्ति त पुरै फाटेको थियो हैन, पुरै देखिन्छ। मैले फोटो खिचेर कस्तो लेयर तल एउटा भाग छ हैन, अनि यहाँ एउटा भाग छ, अनि फेरि यता माथि एउटा भाग छ क्या गाइस। सो स्पेसली ओन्टारियोमा चाहिँ यस्तो हेर्न पाउनु चाहिँ छ। ढुङ्गा नेपालको जस्तो ढुङ्गाहरू छ, पहाडहरू। म भने हेर्छु त, ओ माई गॉड है, पुरै नेपालको जस्तो ढुङ्गाहरू छ यहाँ। कहाँ आयौँ होला त हामी गाइस, गेस द प्लेस। कति सिस्टमेटिक कि फेरि यो टुक्राहरू नझरोस् भनेर पुरै तार बेर लगाएको हुन्छ क्या ढुङ्गामा पनि। फेरि क्या छ यहाँ डेभलप के। हेलो, चिसो छ वेदर। या आई एम अलरेडी हियर। I'm this part, the walking side. तिम्रो हस्पिटल हेर्नुहोस् गाइस यहाँ क्या दामी। तिम्रो हस्पिटल कतातिर त्यो हैन हस्पिटल? हो कि क्या हो? हैन, हामी चाहिँ यो माउन्टेन एरिया भनेर यो टपमा आएको छौँ कि क्या दामी छैन त यो। माथि टपबाट भ्यू, बिल्डिङबाट होइन नि फेरि यो प्लेसबाट दामी देख्छ। हेर्नुहोस् म चाहिँ यहाँ आएको छु क्या, यहाँ टपमा बुढाबुढीहरूलाई भ्यू देखाउन लागेको गुस। यहाँबाट यो ठाउँ चाहिँ यो माउन्टेन एरिया भन्छ होइन। माउन्टेन एरियाबाट तल हेर्न यो दामी छैन त।
मैले चाहिँ किर्तिपुरको डाँडाबाट हेरेर काठमाडौँ भ्याली हेरे जस्तो फिल भयो कि गाइस सो आइ एम रियली एक्साइटेड अनि त्यही भएर तपाईँहरूलाई देखाइदिएको थिएँ हेर्नुहोस् नि आज खासमा मम्बाबाट ल्याएर घुमाउने इच्छा थियो यो ठाउँमा चिसो छ तर यो सिपहरू हेर्नु त त्यहाँ त्यो यो निलो यो खैरो जग्गा देखेको यो पुरै बिच हो है You like it? If you like it, subscribe. हेर्नु न चिसोले गर्दाखेरि जिब्रो नै लटपटे आयो Subscribe my channel and do like and comment guys. चिसोले गर्दाखेरि जिब्रो नै पुरा लटपटिने के है So this is where I was taking for you guys. यस्तो है पछि भन्छु म यो कुन ठाउँ हो यस्तो हावा चाहिँ कता चल्छ होला इन्डस्ट्रियल एरिया छ यो ठाउँमा व्यवस्थित यहाँ त यो के वेयर हाउस कम्पनीहरू रहेछ क्या यहाँ